Hello and namaste everyone, hope you guys are fine. Welcome to my first mini vlog. आजको दिनको सुरुवात यसरी उठेर आँखा मिच्दै भयो। त्यसपछि म माथि चट्ट चिया खान गएँ, टाउको साउको धोएर बसेँ। त्यसपछि चिया खाएँ। चिया खाँदा खाँदै यताउता हेर्दै बसेँ होइन। अब के गर्नु त, अरू उपाय छैन। त्यसपछि मलाई तल ह्याङ्गर लिन जा भनेर म चाहिँ तल ममकोमा गएर ह्याङ्गर लिएर आएको थिएँ। ह्याङ्गर बोक्दै थियो, बाटो चिप्लो, झन्डै बारतिर खुलित्त भएको छोरो। अब यसरी तार अड्काएर तार यसरी माथि तानेर त्यसपछि म अघि बढेँ जङ्गल, मकैको जङ्गलभित्र। मभन्दा ठुल्ठुलो बोट छ, मकैको जङ्गल भन्नै पऱ्यो हो। त्यसपछि म अगाडि हेर्नलाई यस्तो बाटो हिँडेर आएको म यार, चिप्लिन्छ क्या चिप्लिन्छ यार। त्यसपछि म पसल गएर जार बोकेर आएको। अनि जार बोकेर आयो, गर्लङ हिँड्यो घरतिर ओह्रालो। त्यसपछि हाम्रो पूजा कोठा सफा गर्ने काम भयो। अब ठुलोबाबाले सबै मिलाउँदै हुनुहुन्थ्यो माथितिर। ठुलोबाबाले आइरन हान्दै हुनुहुन्थ्यो, म चाहिँ गेम हेर्दै थिएँ फेरि अर्जेन्टिना र स्विजरल्यान्डको। तपाईँहरूलाई हिजो नि भिडियो बनाएको थिएँ मैले, त्यो पनि देखाउँछु है। हिजो हामी बिग मार्टमा गएर सामान किनेर ल्याएर त्यसपछि फलफुल पसल गएर फलफुल किन्न लागेर बक्सैभरि फलफुल बोकेर त्यसपछि बाइकमा ड्याडले चलाउँदै हुनुहुन्थ्यो, म पछाडि बसेर बाटो। अब हल्का गाह्रो भइथ्यो अलिकति, त्यस्तो गाह्रो थिएन हामीलाई, हाम्रो सजिलै हो अलवेज। त्यसपछि हामी हाम्रो घरतिर पुग्न आँटिसकेका थियौँ। त्यसपछि घर पुगेर चाहिँ चट्ट किचनमा सामान राखेर त्यसपछि यो चाहिँ आज बिहानको पुरी बनाएको हो है त। मामाहरू सबैजना मिलेर पुरी बनाउने हुनुहुन्थ्यो। त्यसपछि ठुलमम्मीले माथि बोलाउनु भयो, किन भन्दा कफी पुऱ्याउँछौँ अरे, कफी बनाउँदै रहेछन् ठुलमम्मी चाहिँ। त्यसपछि हजुरआमाले त्यहाँ बत्ती बाल्नु भयो। बत्ती बाल्नु भइसकेपछि चाहिँ हाम्रो अब पूजा हल्का सुरु हुन लागिसकेको थियो। लामबाजेहरू पढ्न थाल्नु भइसकेको थियो। त्यो हल्का सुरु भइसकेको थियो, तर त्यस्तो राम्रो सुरु भएको थिएन। हामी गेमै हेर्दै थियौँ अझै यति बेलासम्म पनि। बुढाबाटीहरू पनि थिए गेम हेर्दै, लामा बाजेहरू त्यहाँ बजाउँदै हुनुहुन्थ्यो, यहाँ गेम हेर्दै थियौँ हामी। अब चाहिँ हाम्रो पूजा ठ्याक्क स्टार्टिङ गर्न लाग्नु भएको थियो। त्यसपछि सबैजना खाजा खान गए। लामा बाजेहरूले अगाडि खाइसक्नु भएको थियो, अनि यो चाहिँ पछि हामीले खाँदाखेरिको चट्ट खाजासाजा। त्यसपछि चाहिँ म ढोक्न थालेँ, फटाफट कतिचोटि ढोकेँ।